थाहा छ अन्डर 14 को फुटबलको सेलेक्सनमा गएको एउटा पुच्चे केटु नेपाल क्रिकेटको गड अफ नेपाली क्रिकेट हुन्छ भनेर के भएको छ भनेर के तपाईँलाई लाग्छ यो विश्वास? हजुर, एकदम तपाईँले सही बुझ्नुभयो र सुन्नुभयो। यो चाहिँ हाम्रो यो यस्तो भएको भनेको हाम्रो पारस खड्काको लिभिङ लेजेन्ड अफ नेपाली क्रिकेटको बारेमा म कुरा गर्दैछु। कुनै बेला फुटबलको लागि सेलेक्सनमा गएको एउटा व्यक्ति नेपाली क्रिकेटको गड अफ नेपाली क्रिकेट हुन्छ भनेर न उसलाई थाहा थियो न हामी कसैलाई थाहा थियो। तर यो एकदम सही हो कुरा र सत्य हो। फुटबलको सेलेक्सनमा जाँदै त्यहाँ सेलेक्सन नभएपछि एक दिन पेपर कटिङमा चाहिँ स्कुल लेभल टुर्नामेन्ट भइरहेको थाहा पाउँछन् र त्यो पेपर कटिङ लगेर टिचर लगेर हामी पनि यसमा भाग लिउँ भन्छन्। तर जब निकै जबरजस्ती निकै जोड लगाएपछि टिचरले पनि त्यो टुर्नामेन्टको लागि फोन गर्दा त्यहाँ लगभग जुन ग्रुपहरू कलेजहरूको स्कुलहरूको जुन ग्रुप हुन्छ सबै प्याक भइसक्यो, त्यहाँ ठाउँ छैन भन्छ। तर निकै नै जोर जबरजस्ती गरेर हेर्नुहोस् भाग्यले पनि कस्तो मोड लिन्छ, त्यहाँ एउटा स्कुलको टोली चाहिँ नआउने हुन्छ केही कारणवश र त्यहाँबाट चाहिँ पारस खड्काको चाहिँ स्कुलले चाहिँ इन्ट्री लिन्छ र त्यो जित्छन् पनि। र उसलाई यो थाहा हुँदैन कि यो एउटा उसले त सोचेको हुन्छ यो खालि एउटा स्कुल लेभल टुर्नामेन्ट हो, तर यो चाहिँ काठमाडौँ डिस्ट्रिक्ट लेभलको चाहिँ क्रिकेट टुर्नामेन्ट खेलाडीको चाहिँ सेलेक्सन गेम भइरहेको हुन्छ। यसरी पारस खड्काले एउटा स्टेप अगाडि राख्छन् वर्ल्ड क्रिकेटमा र नेपाली क्रिकेटमा अन्डर 15 सेलेक्ट भएर आउँछन् र त्यहाँबाटदेखिको माथि कहाँसम्मको ग्राफ जान्छन् हामी सबैलाई थाहै छ। 15, 16, 17, 19 गर्दै गर्दै नेपाली टिममा पर्छन् र केही समयपछि क्याप्टेन पनि हुन्छन् हैन। क्याप्टेन हुँदै हैन उसले 4 वटा आइसिसी वर्ल्ड कप लिग डिभिजन ट्रफी जित्छन्। हामीलाई थाहा छ 5, 4, 3, 2 गर्दै हैन हामीले 5 लेभलको देखि हामीले मोबाइलमादेखि लिएर हेर्ने गर्थ्यौँ र एउटा कुरा तपाईँहरूलाई पनि थाहा नै होला, मिस्टर डिपेन्डेबल भनेर चिनिन्थ्यो। जब धराशायी हुन्थ्यो, एकतिरबाट विकेट गए, एकतिरबाट कोही खेल्न सक्दैन, विदेशी भूमिमा त्यो पहिला हामीले इन्टरभ्यू पहिला खेलाडीहरूको पनि हेर्थ्यौँ, कसैले राम्ररी खेल्न सक्दैन तर ऊ टिकेर इनिङ खेल्ने चाहिँ त्यस्तो सोच राखेर त्यसरी खेल्थे। 4 वटा आइसिसी वर्ल्ड कप लिग डिभिजन ट्रफी जितायो, 2 वटा एसिसी ट्रफी र फर्स्ट एभर क्याप्टेन टु स्कोर सेन्चुरी इन के भन्छ चेजिङमा चाहिँ सेन्चुरी बनाउने पहिलो क्याप्टेन भयो। यति मात्र होइन साथीहरू, फेरि यति मात्र बनायो, नेपालको लागि पहिलो ओडिआई सेन्चुरी र पहिलो T20 सेन्चुरी बनाउने भनेको हाम्रो वान एन्ड ओन्ली लेजेन्ड पिके पारस खड्का नै हुन् साथीहरू। यस्तो लेजेन्डलाई हामीले सलाम गर्नुपर्छ र त्यो ती मात्र फेरि होइन साथीहरू, बखान त अनेक छन्। हामी नेपालीहरूलाई खुसीको गौरव जुन नेपालमा क्रिकेट अझ यत्रो क्रेज बढ्यो कहिलेदेखि भन्नु त, नेपालले जब पहिलोचोटि 2014मा T20 वर्ल्ड कपमा क्वालिफाई गर्यो त्यो पछि हाइप बढेको छ। हो, त्यसमा चाहिँ कप्तान थिए हाम्रा वान एन्ड ओन्ली पिके पारस खड्का, जसले चाहिँ नेपाललाई चाहिँ क्वालिफाई वर्ल्ड कपमा गरायो। यति हुँदाहुँदै अहिले पनि हामी हेर्छौँ हैन, त्यो पछि थुप्रैचोटि आफ्नो पुगेन, आफ्नो सुविधाहरू पुगेन, हामीले खेलिरहेका छौँ भन्थ्यो तर सुविधा पुगेन, बगावत गर्दै गर्दै जब उसले रिटायरमेन्ट लिए सबै नेपालीहरूले मन रोयो कि होइन अझै अलि खेलेको भए हुन्थ्यो, अझै केही समय बाँकी थियो, 2-4 वर्ष अझ खेलेर यङलाई ग्रुम गर्न हुन्थ्यो। तर पारस खड्काले भने होइन, अब मलाई पुग्यो, अब यङहरूलाई चान्स दिनुपर्छ र मैले चाहिँ अब एडमिनिस्ट्रेसनमा गएर नेपाललाई चाहिँ नेपालको क्रिकेटलाई स्तरलाई डोमेस्टिकदेखि लिएर सबै कुरालाई अगाडि बढाउनुपर्छ भनेर हुँदाको रिक्स खेल जीवन यत्रो हाइप सबै हुँदाहुँदै पनि छोडेर ऊ आफू रिक्स लिएर क्यानको पदाधिकारीमा बन्न गए। यो चुनौती पनि सानो थिएन। नेपालको राजनीति थाहा छ तपाईँहरूलाई, प्रत्येक टिचिङदेखि लिएर सबै ठाउँमा नेपालमा राजनीति कसरी घुसेको छ। त्यस्तो विषम परिस्थितिमा पनि, त्यस्तो गाह्रो स्थितिमा पनि आफ्नो मजबुतको जुन मेन्टल स्थिति, जुन मजबुती छ त्यसलाई दर्शाउँदै त्यहाँ चाहिँ सचिवमा चाहिँ हुन सफल भए र जित्न सफल भए सबैको उसले गर्दा र सचिव हुँदै हेर्नुहोस् अहिले नेपाललाई चाहिँ कति राम्रो स्थानमा पुगाएका छन्। नेपालको घरेलु अहिलेसम्म कहिले नभएको क्यालेन्डर, नेपाली क्यालेन्डर को खेलाडीहरूको तालिका क्यालेन्डर कहिले भएको थिएन, नेपाली क्यालेन्डर ल्याइयो। 89 कि कतिजनालाई चाहिँ ग्रेडिङ सिस्टमबाट चाहिँ मन्थली
पैसा दिने ग्रेडिङ सिस्टममा राखियो होइन, सेन्ट्रली कन्ट्र्याक्टेड गरियो सबैलाई। र अरूभन्दा पनि वर्ल्डलाई जुन अहिले नेपालले चिनाएको छ, अझ भनौँ भने एनपिएल जुन भव्य सभ्य भयो, कस्तो सफलतापूर्वक हामी सबैले रमाउन पायौँ, त्यो त्यसमा पनि सबैभन्दा ठुलो हात कसैको छ भने होइन, सबैले सहयोग गरेको छ, तर सबैभन्दा ठुलो कसैको हात छ भने त्यो वान एन्ड ओन्ली पारस खड्काको। यस्तो व्यक्ति हामीले पाएको छौँ। यतिसम्म कि अहिले सुनिएको छ भने एन्फादेखि लिएर जुन फुटबल, जुनलाई कि पारसले सेलेक्सनमा गएका थिए कि खेल्न चाहन्छु, त्यस्तोहरूले पनि खेलाडीदेखि सबैले भन्न थालेछन् हाम्रो पनि चाहिँ खेलमा यस्तो एउटा मान्छे चाहियो, दृढ सङ्कल्प भएको मान्छे चाहियो, जसले कि फुटबललाई पनि माथि पुगाओस्। यस्तो व्यक्ति हामी नेपालको के भन्छ लिभिङ लेजेन्ड र गड अफ नेपाली क्रिकेट भनेर चाहिँ जसलाई हामी सबै नेपालीहरूले पुज्छौँ, सम्मान गर्छौँ, पारस खड्कालाई चाहिँ ह्याप्पी बर्थडे टु द लेजेन्ड, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। लेजेन्डलाई स्याल्युट गर्न चाहन्छु, जय नेपाल भन्न चाहन्छु। र वान्स एगेन ह्याप्पी बर्थडे पारस खड्का, अझै जियोस्, 100 वर्ष जिएर अझै नेपालीलाई खुसी दिउँ, नेपाली क्रिकेटलाई अझ अगाडौँ भनौँ, र अझ नेपाललाई अझ माथि गएको र तपाईँकै कार्यकालमा चाहिँ नेपालले चाहिँ टेस्ट नेसन र फुल नेसन भएको हेर्न पाऊँ भन्दै वान्स एगेन ह्याप्पी बर्थडे टु वान एन्ड ओन्ली लेजेन्ड अफ नेपाली क्रिकेट, गड अफ नेपाली क्रिकेट पारस खड्का भन्दै आजको प्रोग्रामलाई यही सकाउँछु। कृपया मेरो च्यानललाई लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु हुने मैले विश्वास लिन्छु। हस्, थ्याङ्क यू।